मेरो फर्स्ट टाइम डे भ्लगिङ हो है। दिनभरिको कुरा बिहानदेखि गरिने दिनभरिसम्मको गरिने कुराहरूलाई मैले देखाएको छु है। बिहान झुक्क उठ्यो, कपडा सपडा मिलाएँ, सरसफाइ त गर्नै परिहाल्यो बिहान हुने साथ। सरसफाइ गरेँ टक्क भएर होइन, यताउति टक्क सामानहरू मिलाएर सरसफाइ गरेँ। यस्तो भित्रको मात्र गरेर नि भएन, हल्का बाहिरको सरसफाइ गर्नु पऱ्यो। टक्क भित्र सरसफाइ सकेर बाहिर गएँ। जस मेरो धेरै छैन, हल्का फुल्का गरिने हो, हल्का फुल्का गरेँ। तर म ढिलो उठेँ कि 6 बजे, 6:30 बजे भनेको त ढिलो हो नि होइन। टक्क अनि अब फ्रेस भएँ, यस्तो उज्यालो छ्याङ भएर बिउजिया छु नि म। चट्ट मुख धोएर टक्क पूजा गर्नु पऱ्यो। मेरो मम्मी भन्नुहुन्छ क्या, पूजा टाइममा गरेन भने भगवान पनि घुम्न जानुहुन्छ अरे क्या। त्यही भएर भगवानलाई टाइममा पूजा गर्नुपर्छ अरे क्या। भगवान घुम्न जानुभन्दा अगाडि त पूजा गर्नु पऱ्यो। त्यसैले टक्क पूजा गरेँ। मेरो क्यामेरा कस्तो टल्किया छ अरे, टिलिक्क पारेर। पढ्न अब मेरो काम पढ्ने भयो। आज म क्लास जानुपर्ने रहेछ। शनिबार भने सुत्दिएको शुक्रबार रहेछ कि, शनिबार भने सुत्दिएको शुक्रबार रहेछ भनेको। आफूलाई हाँस उठ्यो कि अब टक्क भएर किताब निकालेँ, पढ्नु पऱ्यो होइन। मिहिनेत नगरी कहाँ हुन्छ र। क्लास नगएको भएर, क्लास छुटेको भएर युट्युबबाट हेर्दै आफू नै पढ्दै, युट्युब हेर्दै आफै 1 घन्टा जति पढेँ होला। अनि टक्क त्यो च्याप्टर चाहिँ सक्यो होइन पढेर। अनि ठ्याक्क खानासाना रेडी गरेँ, अफिस जानुपर्छ टाइममा। ठ्याक्क खाना रेडी गरेँ। गुन्द्रुक आलु लास्टै मिठो लाग्छ हो मलाई त। गुन्द्रुक आलु टक्क बनाएँ, साइडमा भात होइन। अनि टक्क रेडी भयो खाना पाक्नेसम्म। हेर्न न मेरो अनुहार, यो दाग कहिल्यै नजाने भयो कि मैले कति के लगाएन होला हौ। धेरै त होइन, अलिकति ख्याल गर्नु पऱ्यो नि। यसो टक्क हल्का मोइस्चराइजिङ होइन, अनि हल्का सनस्क्रिन लगाएर। अब धेरै त नहोला, अलिअलि पनि प्रोटेक्ट गर्न त सकिन्छ कि भनेर लगाएको। दाग हराउँछ होइन। अनि 1 महिना कहिलेकाहीँ छुट्यो कि फेरि त्यस्तै हुन्छ भनेको। दाग त म फेसको दाग त हटाउनै नसक्ने भयो नि। चस्मिस आफू के गर्ने, चस्मिस पऱ्यो टक्क। चस्मिस पनि जति सफा गरे पनि त्यो सफा भएको जस्तै लाग्दैन कि, जति सफा गरे पनि क्या। के चाहिँ भएको होला कि, म त अनौठो लाग्छ भनेको। जति सफा गरे पनि चस्मा सफै भएको जस्तो लाग्दैन। म त गोटी सफा गरिदिन्छु। अलि रिस उठ्दैन अनि धन्न त्यो बाहिर सफा नदेखे पनि ठिकै देखिन्छ। मेरो सिम्पल खाना। अनि ढिलो भयो नि त, छिटो हिँड्दैछु म। टन्टला पुर्खामा यो शीतल छाया। खानेपानी मात्रै लगेको थिएँ। अनि आएर खाजासाजा खाएँ। हाम्रो म्यानेजर दाइ अफिसको। अनि टक्क अफिस आएँ, हल्का फुल्का काम गरेँ होइन, हल्का फुल्का। 5 बजी छुट्टी भएर बाहिर निस्किँदा हेर्नु न सुनसान, अलिकति भन्न आएन होइन। कस्तो राम्रो लागिरहेको थियो क्या। बौद्ध पिपल रोड, नारायण टार, शिवचोक, रातो घाम, शिवचोकको पुल। त्यहाँ ग्राउन्डमा क्रिकेटहरू खेलिरहेको थियो होइन, नेपाली युवाहरू। जो खेल्छन् गर्छन्, नेपालीहरूले केही न केही त गर्छन् होइन। राम्रो हो, गर्दै गर्नुपर्छ, सिक्दै गर्नुपर्छ, खेल्दै गर्नुपर्छ होइन।
नेपाली हो, ट्राई गर्दै गर्नुपर्छ। साँझमा भेन्टा लिनु गएको अचार बनाउनको लागि, परौठाको लागि। अचार खाने भेन्टा होला? सुन्नुहोस् के भन्नुहुन्छ। खोज्ने भने चाहिँ के तरकारी चाहियो भन्नु न। ए त्यो भेन्टा हुन्छ नि अचार खाने। अचार खाने भेन्टा? त्यो त हाम्रो जोख्ने कुरा छैन। अचार खाने भेन्टा भन्दाखेरि त्यो रुखमा अमिल त्यो हुन्छ नि, रुख टमाटर भन्दो रहेछ त्यहाँतिर। ए मरिसेले टमाटर भन्छ। छैन राइट छ भने भोलि बिहान आउनु, पैसा सोधिनु। अहिले चाहियो मलाई, धेरै चाहियो होइन, 2 पिस मात्रै हो। रुममा आएर परौठाको लागि तयार गरेँ। बेलन चौका छैन कि मसँग, अब यस्तोको युज गर्छु, एउटा बेलना अनि चपिङ बोर्डको युज गर्छु म। अनि अब हेर्दा अलिकति दामी डेकोरेट नदेखे पनि खानु चाहिँ ठिकै थियो, मिठै थियो। दिनभरि गर्ने भने यति हो, अब खाने सुत्ने।